सुक्छ तब अन्तिम माछा मर्छ, जब अन्तिम नदी सुक्छ तब अन्तिम माछा मर्छ, जब अन्तिम रुख काटिन्छ तब मानिसले बुझ्ने कति उसले मुद्रा खान सक्दैन। धन्यवाद कार्यक्रम सरज्यू। आदरणीय गरिमामय कार्यक्रमका स्वागत छ महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथि, जुनको ज्योति र धामको किरण छुट्याएर निष्पक्ष मूल्याङ्कन गर्न बस्नुभएका अतिथिहरू, लाइनमण्डलज्यू, विभिन्न विद्यालयबाट पाल्नुभएका सहयोगी गुरुहरू, समय पालक, आफूले अब्बल साबित गर्दै प्रतियोगितामा भाग लिनुभएका मेरा प्रतिस्पर्धीहरू र अन्य महानुभावहरू, म जनज्योति माध्यमिक विद्यालयको कक्षा 10 मा अध्ययन गर्ने छात्र सबिना महराको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन, नमस्कार। वातावरण प्रदूषण आज जुन 5 तारिक अर्थात् विश्व वातावरण दिवसको अवसरमा यस वक्तृत्व कला प्रतियोगिताको आयोजना गरेर हाम्रो विद्यालयमा सुनौलो अवसर प्रदान गर्नुभएकोमा सुस्मृतिको सिङ्गो टिमलाई हृदयदेखि आभार प्रकट गर्दछु। साथै यस कार्यक्रममा सक्रिय सहभागी जनाएर आफ्नो विचारहरू यहाँ प्रस्तुत गर्न पाउँदा आफूले आफूलाई सगरमाथाको शिखरमा पहिला टेकेको अनुभूति गरेको छु। आजको यस वक्तृत्व कलाको शीर्षक रहेको छ वातावरण संरक्षणमा बालबालिकाहरूको भूमिका। सभाध्यक्षको अनुमति दिएर मेरो विषयलाई अगाडि बढाउन चाहन्छु। सभाध्यक्ष महोदय, कुनै पनि विषयवस्तुको बारेमा बोल्नुभन्दा पहिला त्यसको परिचय तथा परिभाषा जानकारी दिनुहुन्छ। सर्वप्रथम वातावरण भनेको के हो त? वातावरण भनेको हाम्रो वरपर रहेका सजीव र निजी वस्तुहरूको समष्टिगत स्वरूपलाई वातावरण भनिन्छ। वातावरणलाई पर्यावरण पनि भनिन्छ। हाम्रो वरपर रहेका हावा, माटो, ढुङ्गा, वनस्पति, सूर्यको किरण आदिको समग्र वातावरण हो। सभाध्यक्ष महोदय र उपस्थित महानुभावहरू, संयुक्त राष्ट्र सङ्घको पहलमा सन् 1972 देखि जुन 5 तारिकको दिन विश्व वातावरण दिवस मनाउन सुरु गरिएको थियो। यसको प्रमुख उद्देश्य भनेको वातावरण संरक्षणमा जनचेतना जगाउनु हो। मानिसको जीवन वातावरणबाट सुरु हुन्छ र वातावरण भने अन्त्य हुन्छ। जसरी सूर्य बिनाको ज्यान कल्पना गर्न सकिँदैन नि सभाध्यक्ष महोदय, त्यसै वातावरण बिना कुनै पनि प्राणीको अस्तित्व कल्पना गर्न सकिँदैन। वातावरणमा रहेका विभिन्न स्रोत साधनहरूको उपयोग गरेर मानिस बाँचेको छ। सभाध्यक्ष महोदय, एकैछिन हावापानी वनस्पति बिनाको जीवन कल्पना गरेर त के प्राणीको अस्तित्व सम्भव छ त? सभाध्यक्ष महोदय, आदरणीय गुरुवर्गहरू, पृथ्वीमा रहेका विभिन्न प्राणीहरूमध्ये मानिस सर्वश्रेष्ठ प्राणी हो। विडम्बना यही मानिसको लापरवाहीका कारण आज वातावरण प्रदूषित परेको छ र दुःखदायी नहुने आफ्नै ढङ्गले बन्छ। यसको शिकार प्रत्यक्ष मानिस आफै बनेको छ। सभाध्यक्ष महोदय, मानिसले रुख काट्छ, रुखबाट कागज बनाउँछ, त्यही कागजमा सेट बसिदिन्छ। यसै वातावरण संरक्षण होला र सभाध्यक्ष महोदय? उद्योग कलकारखानाबाट निस्केका धुवा र रासायनिक पदार्थको कारणले गर्दा वातावरण प्रत्यक्ष असर पुर्याइरहेको छ। सभाध्यक्ष महोदय, जलवायु परिवर्तनका कारण पृथ्वीको ओजन तह घट्दै गएर तापक्रम बढेपछि नेपालको धरोहर सगरमाथा र अन्य हिमालका हिउँहरू पग्लिएर खण्डहर नबन्ला भन्न सकिँदैन। नेपालको संविधानको धारा 30 मा स्वच्छ वातावरणको हकभन्दा मौलिक हकको रूपमा व्यवस्था गरेको छ तर स्वच्छ वातावरण मात्र खोज्यो आफूले वातावरण संरक्षण गर्नुपर्छ भन्ने कर्तव्यबोध हामीले गरिरहेका छैनौँ। सभाध्यक्ष महोदय, वातावरण संरक्षण गर्न कुनै तहका सरकार, केन्द्र संयुक्त सरकारी संस्था, गैर सरकारी संस्था, आम नागरिक, विद्यार्थीको आफ्नो भूमिका रहेको हुन्छ। विद्यालय तहमा अध्ययन गर्ने हामी जस्ता कैयौँ बालबालिकाहरूले खेल्न सक्ने भूमिकाको बारेमा भन्न चाहन्छु। हामीले विद्यालय घर वरपर आँगनहरूमा वृक्षारोपण गर्ने कार्यक्रम गर्न सक्छौँ। एक बालक एक रुखको अध्ययन सञ्चालन गर्न सक्छौँ। प्लास्टिकको सट्टा कपडाको झोला बोक्ने बानीको विकास गर्न सकिन्छ। इको क्लबहरूको गठन गरेर वातावरण सम्बन्धी कामहरू गर्न सकिन्छ। जानी कसैले करेन्ट लगाएर माछा मार्ने व्यक्तिलाई सम्बन्धित निकायहरूमा खबर गर्ने, घरमा सुधारिएको चुलोहरूको प्रयोग गर्न सकिन्छ। इन्धनको सट्टा इलेक्ट्रोनिक चल्ने साधनहरूको प्रयोग गर्न सकिन्छ र वन खोलानी गर्न नदिन समुदायमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ। अन्य देशमा मानिसले फोहोरलाई मोहरमा बदलिरहेको छ। यसको सिको गर्न राज्यको ध्यान आकर्षित गराउन सकिन्छ। प्रकृतिमा पदयात्रा अभियान चलाएर जिम्मेवारी व्यक्तिहरूको ध्यान आकर्षित गराउन सकिन्छ। जानी कसैले यस कार्यमा खराब पुग्ने कार्य गरेको छ भने त्यसलाई सम्बन्धित निकायका प्रहरी चौकीमा खबर गर्न सकिन्छ। स्थानीय सरकार हाम्रो रहेको हो यस नेपालको सम्बन्धित जुनसुकै नीति नियमले पनि हामी सक्ने कामहरूमा हातेमालो गर्न सकिन्छ। हामीले वातावरण सम्बन्धी गाउँघरमा पोस्टर कमेन्टहरू टाँस्ने र सञ्चारको माध्यमबाट लेख रचनाहरू गर्न सकिन्छ। बालकको आयोजनामा सडक नाटकहरू गर्न सकिन्छ। रासायनिक मलको सट्टा प्राङ्गारिक मलहरूको प्रयोग गर्न सकिन्छ। फोहोरलाई कुहिने र नकुहिने गरी 2 भागमा वर्गीकरण गर्न सकिन्छ। विद्यालय तह तथा समुदायमा साझेदार काम गरिरहेको आइएनएस नेपाल र साहस नेपालको कार्यक्रमहरूमा सक्रिय सहभागी भएर वातावरण संरक्षण गर्न सकिन्छ। सभाध्यक्ष महोदय, हामी बालबालिकाहरू साना छौँ तर हाम्रा ती साना क्लासले वातावरण संरक्षणमा ठुलो र विज्ञान महत्त्व दिइरहेको छ। उदाहरणका लागि स्विडेनका 15 वर्षीय बालिका ग्रेटा थनबर्गलाई सकिन्छ। उनले फ्राइडे फर फ्युचर भविष्यको लागि शुक्रबार भन्ने एक अन्तर्राष्ट्रिय जलवायु आन्दोलन सुरुवात गरिन्। उनले प्रत्येक शुक्रबार स्कुल छोडेर त्यस आन्दोलनमा जलवायु परिवर्तन रोक्न जान्छन्, जसले विश्वव्यापी रूपमा समर्थन पायो र वातावरण संरक्षणमा ठुलो सहयोग गरे। व्यक्ति मर्न जान सक्छ तर व्यक्तिहरूको रूपले वर्षौँ फाइदा दिइरहेको हुन्छ। एउटा बिरुवा रोप्नु भनेको एउटा जीवित इतिहास बनाउनु हो। गजलपुरको दलङ्गा ठाउँमा ठुलो विकल्प हुन्छ। त्यो विकल्पको रुख रोप्ने समाजसेवी वर्षौँ पहिले मरेर जानुभयो तर त्यस रुखले आसपासका मानिसलाई निरन्तर अक्सिजन दिइरहेको छ। सभाध्यक्ष महोदय, सरकारले वातावरण सम्बन्धी ऐन 2006 लगायतका विभिन्न नीति नियमहरू बनाएको पाइन्छ। राम्रो नीति मात्र भएर हुँदैन सभाध्यक्ष महोदय, जिम्मेवारी नागरिक पनि चाहिन्छ। सर्वप्रथम आजको यस कार्यक्रमको प्रमुख उद्देश्य भनेको वातावरण सन्तुलन, मानिसको जिम्मेवारी र भविष्यको चिन्ता